नमस्कार, नयाँ सिरा टेलिभिजनमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिको मुख्य समाचारबाट। स्वदेशमै केही हुन्छ भन्ने आशावाद पलाएको छ प्रधानमन्त्री ओली। हामीलाई एमालेले अवरोध गरे प्रतिकार हुन्छ अध्यक्ष लिङदेन। भिजिट भिसामा मेरो कुनै संलग्नता छैन, नियोजित आक्रमण भयो गृहमन्त्री। भोलि 1 बजेसम्मका लागि सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित। अबको 5 वर्षमा औसत तापक्रम वृद्धि 1.5 डिग्री भन्दा बढी हुने राष्ट्रसङ्घको अनुमान। नेप्सेमा 17.44 अङ्कको वृद्धि, 2 अर्बले बढ्यो कारोबार रकम। दिवसपछि पनि पूर्व पतिसँग सम्बन्ध विवादपछि आवेशमा हत्या। गभर्नर पौडेल विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश। ट्रम्प र पुतिनसँग जेलेन्स्कीले राखे त्रिपक्षीय बैठकको प्रस्ताव। गाजामा भएको इजरायली आक्रमणमा 16 जनाको मृत्यु। नेपाल घुम्न आएका बङ्गलादेशीलाई अपहरण गरी फिरौती माग्ने 5 भारतीय काठमाडौँबाट पक्राउ। राजावादी र एमालेको प्रदर्शनको मारमा महाभोज, हलहरूले सो हटाए, अग्रिम बुकिङको रकम रिफन्ड हुने। अफ्ताफ आलमलाई उच्च अदालतको सफाई, जिल्लाको फैसला उल्टियो। धरानबाट सङ्खुवा सभातर्फ जाँदै गरेको जीप दुर्घटना, 5 घाइते। कोरोनाबाट अमेरिकामा 350 र भारतमा 11 जनाको मृत्यु। मिस युनिभर्स नेपाल अब रियालिटी सोको मोडलमा विवाहितले पनि भाग लिन पाउने। युद्धमा सफल प्रयोग भएपछि ड्रोनमा व्यापक लगानी गर्दै भारत र पाकिस्तान। 16 वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने। त्रिविका उपकुलपतिको कार्यकक्षमा नेभी सङ्घको तोडफोड। चन्द्रगिरी स्थित कवास उद्योगमा आगलागी। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? कमेन्ट बक्समा गई कमेन्ट गर्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीलाई प्रोत्साहन गर्न नभुल्नुहोला। धन्यवाद।